घरको तयारी घरभित्र बेलुकी दियो तयार गर्दैछिन् दिदी मिठाई राख्दै भाइ मोबाइल चलाउँदै बाबु कुर्सीमा बसेर टिकटक हेर्दै आमा उच्च स्वरमा ल दियो बाल्ने बेला भयो सबैजनाले हात हाल बाबु मोबाइल हेर्दै आज म टिकटक लाइभ भएर दियो बाल्छु हेर्नुस् त कति भ्युज आउँछ दिदी आश्चर्य बाबा दियो बाल्ने बेला लाइभ चाहिँ किन बाबु मुस्कुराउँदै भ्युज बढ्छ भने टिका खर्च नि उठिहाल्छ भाइ मोबाइल चलाउँदै हाँस्दै दियो भन्दा पनि चार्जर चाहिन्छ जस्तो छ बाबालाई भाइटिका रमाइलो घरको कोठा दियो बालिएको छ दिदीको हातमा प्लेट फूल टिका मिठाई भाइ पालो कुर्दै बस्छ दिदी नरम स्वरमा ल भाइ बस आज तिमीलाई राम्ररी टिका लगाउँछु भाइ दिदी मलाई आशीर्वाद भन्दा पनि पैसा चाहिन्छ आशीर्वादले पब्जी चल्दैन दिदी हाँस्दै कति पैसा चाहिन्छ भाइ गम्भीर कम्तीमा 300 त चाहिन्छ युसी किन्न आमा हेर बाबु हाम्रो पालामा भाइटिकामा मिठाई खान्थ्यौं अहिलेको भाइलाई त गेमको डलर चाहिने बाबु मुस्कुराउँदै मलाई पनि त रिचार्ज कार्ड चाहिन्छ दिदी ठट्टा गर्दै ठिकै छ टिका राख्ने सट्टा रिचार्ज कार्ड नै टिका राखिदिन्छु छिमेकी प्रवेश आँगन दियो बलिरहेको छ आँगनतिर छिमेकी दाई भुजाको प्लेट बोकेर आउँछन् छिमेकी दाई मुस्कुराउँदै दियो बाल्दा धुवाँ धेरै निस्केको रहेछ लाग्यो मासु पोल्दै छ कि क्या हो बाबु ठट्टा गर्दै मासु त टिकटकमा मात्रै देखिन्छ दाई यहाँ भने तस्बिर खिचेर मात्र खान पाइन्छ दिदी स्न्यापच्याट फिल्टर लगाउँदै खाइने भन्दा देखाइने कुरा धेरै चल्छ आजकाल छिमेकी दाई हाँस्दै हो नि खानुभन्दा पोस्ट गर्न व्यस्त देउसी भैलो आँगन रात बालबालिका ढोलक बजाउँदै घरमा आउँछन् बालबालिका गाउँदै तारमा देउसी रे देउसी घर घरमा टिकटक रे देउसी भाइ हाँस्दै क्यामेरातिर अरे यो त पुरानो देउसी होइन टिकटक भर्जन रहेछ बालबालिका जोसमा अब त सब देउसी रिमिक्स मात्र चल्छ दाई बाबु उठ्दै त्यो भन्दा त ग्याङनाम स्टाइलमा देउसी नाचिदेऊ बालबालिका तालमा ओप्पा देउसी स्टाइल नाच्दै क्यामेरा स्लो मोसन आमा रिसाउँदै देउसी भन्ने धार्मिक हो तिमीहरूले त डिस्को बनायौ छिमेकी दाई आमातिर आमा बालबालिका रमाउँछन् भने तिहार रमाइलो हुन्छ छोडिदिनुहोस्